हेलो एभ्रिवान, वेलकम ब्याक टु माई न्यू भिडियो। सो आज फेरि पनि नयाँ भिडियो लिएर आइसकेको छु। आज डेट रहेको छ साथीहरू। र यदि तपाईँहरूले मेरो डे 7 डे 6 भिडियो हेर्नु भएको छैन भने सो तपाईँहरूले डिस्क्रिप्सन बक्सबाट अथवा आई बटनबाट चाहिँ हेर्न सक्नुहुन्छ साथीहरू। र सो आज चाहिँ मैले के गर्दैछु, कस्तो गर्दैछु है, सो तपाईँहरूलाई चाहिँ डिटेलली मैले चाहिँ देखाउनेवाला छु साथीहरू। सो लागौँ भिडियोलाई लामो नबनाइकन, ढिलो नगरिकन सो भिडियोतर्फ साथीहरू है। सो मेरो कामतर्फ आजको सो आज चाहिँ मैले चाहिँ हाम्रो गोठ चाहिँ गाईको गोठ चाहिँ भत्किसकेको छ। र आज चाहिँ म चाहिँ अब गोठ बनाउनुतिर लाग्दैछु। सो देख्न सक्नुहुन्छ यो पनि यस्तो भइसकेको छ है। सो त्यही भएर मैले चाहिँ आजको भिडियोमा चाहिँ सो यसको मर्मत हुन्छ कि के हुन्छ सो सब गर्ने छु आज चाहिँ। त्यसको लागि काम गरिरहेको छु साथीहरू। अनि माथि हेर्दाखेरि माथिको त झन् कुरै नगरौँ, पुरै गइसकेको छ कि। सो ठिक छ, बिस्तारै गर्ने हो, काम भइहाल्छ। सो आजको लागि चाहिँ यति नै, पसिना भइसकेको छ। सो आज चाहिँ काम धेरै भइसकेको छ, तर बाँकी नै पनि छ अझै पनि। सो भिडियोलाई धेरै लामो नहोस् भनेर चाहिँ सो मैले चाहिँ भिडियोलाई चाहिँ यहीँ एन्ड गरेछु। आई होप इन्जोय गर्नुपर्ने खालको त्यस्तो खालको भिडियो त थिएन। सो हेरिदिनु भयो, सबैजनालाई धन्यवाद। डे 6 हेर्नु भएको छैन भने
डे 6 को लिङ्क डिस्क्रिप्सनमा आई बटनमा आउँछ, हेर्न सक्नुहुन्छ साथीहरू। र आजको लागि चाहिँ यति भन्दै बिदा हुन चाहन्छु। बिदा हुँदै पनि तपाईँहरूलाई चाहिँ एउटा रिक्वेस्ट गर्न चाहन्छु, भिडियोलाई लाइक गरिदिनु होला, कहाँदेखि हेर्दै हुनुहुन्छ कमेन्ट गर्नु होला, र च्यानलमा पहिलोचोटि आउनु भएको छ भने च्यानललाई सब्सक्राइब गर्नु होला। सब्सक्राइब गरेर साइडमा आउने बेल आइकनलाई पनि अलमा प्रेस गरिदिनु होला, ताकि मेरो प्रत्येक भिडियोहरू चाहिँ छुट्ने छैन साथीहरू।